यतादेखि आइयो होइन हामी चट्ट यहाँ पार्किङ गरेर यो तलको भ्यू हेर्नलाई चाहिँ हामी यताबाट उकालो चढ्दैछौँ। ल सबैजना सकि नसकी जोस जाँगरका साथ उकालो चल्दैछ। अब यो रहर भन्ने के बाध्यता भन्ने होइन, रहर त होला अलि। पानीमा चाहिँ यता छु, यस्तो जङ्गल सबै सल्लाह जस्तो छ। यस्तो खतरा जङ्गल छ, हावा त्यस्तै के अरे झन्माथि सार्छु झन् तल झर्छ मेरो फरिया भन्थ्यो, झन्माथि उचाल्छु त्यही तल झर्छ। यहाँ खुट्टा मेरो चढ्दैन त। रहर पनि गर्ने साह्रो पर्यो नि भन्ने। यो जङ्गल नभएको अनि यो त पुरै अमेरिका हिँड्दै गएको पानमाको जङ्गल जस्तै छ त होइन? पानमाको जङ्गल हिँडे जस्तै छ त। तर हामी चाहिँ अमेरिका चाहिँ गएको होइन है। फेरि पछाडि ताती छ है। हामी यता चिसो चिसो मौसम अनि हाम्रो साथी सङ्गी अलि मजाले हेर्ने। ए उकाली ओह्राली भन्ज्याङ चौतारी भन्थ्यो त्यस्तै। म नि चान्चुने मान्छे त होइन नि, भोट माग्नु हिँडेको जत्तिकै हेर्नु मेरो पछाडि कति छ है। राम्रै ठाउँ भएर त होला नि यस्तो बाटो होइन? होइन कोही कोही जान्न सक्दिनँ भन्ने मान्छे त अगाडि माथि माथि छ त। ऊ माथि ए डेन्जर रहेछ यार। यो दाइले नि काकाको पाहाड ल्याउनुहुन्छ हो। कहाँ ल्याउनु भयो दाइ? हो यस्तो है तेरिका। यात्रा जाडी छ, जति थाके नि हिम्मत हारिँदैन। टुप्पामा पुगेर हेर्ने नै हो। आँट आउँछ त। त्यो मान्छे देखेको माथि हिँड्न पर्ने हामी। कता जान पर्यो नि? डेन्जर रहेछ है त्यो मान्छेहरू। तर त्यो त 1300 छ। चलो मोटो मान्छेहरूको त काम पुग्ने ठाउँ रहेछ नि त यो त। दिनको होइन दिनमा तल र माथि गर्दै सक्यो। म यहाँदेखि झऱ्यो भने चाहिँ फेरि सिधै सिल्टिमुर खाइने रहेछ नि त। चाहिँ बिसाउने म चाहिँ फेरि जति अप्ठ्यारो त्यति मनपर्छ क्या मलाई चाहिँ। म चाहिँ जति अप्ठ्यारो त्यति मनपर्छ। आमामा क्या दामी है। के भन्छ के भन्यो इलिगल कामहरू चाहिँ नगर्नु अरे क्या। यहाँ चाहिँ फेरि आग लागि गर्ने काम भयो भने चाहिँ नेपाली जम्मा 20,000 मात्रै होइन, 2 लाख पो रहेछ यार। 2 लाख मात्रै अरे, 2 लाख मात्रै जरिमाना अरे नेपाली जम्मा 2 लाख। मोटो मान्छेहरूको त तेल निस्क्यो नि यहाँ त। भोलि उठ्दैन
हामी चाहिँ साउथ कोरियाको छुङछङबुक्दोको छुङजुमारा आकाबोङमा आएको छौँ। हाम्रो कोरियाको लगभग हामी कति आयौँ 400 मिटर अपकमिङ युट्युब स्टार 700 मिटर आयो होला 3 किलोमिटर जम्मा अब 300 मिटर गयो भने चाहिँ खतरा भ्यू देखिने डाँडामा पुगिने रहेछ होइन हामी। तर मौसम चाहिँ दामी छ के पुरै हिरो हिरोइन होइन मौसम खतरा छ के घाम छैन पानी छैन हावा अलिअलि थियो मैले फोन गरेर हटाइदिएँ। उकाली ओह्राली भन्ज्याङ चौतारी भनेको चाहिँ यो होला होइन कोरियाको चाहिँ यस्तै हो भन्ज्याङ चौतारी आए आए बसाइ चाहिँ जेन्जी बसाइ हो क्या फेरि हेर्दा अब राम्रो तरुणलाई जिस्काउँ लाग्छ मलाई भन्थ्यो त्यस्तै होइन बाटै हो। त्यस्ता मुला अलिअलि डिप्रेसनलाई चाहिँ यस्तो ठाउँमा आएछ होइन कता हो कता नि के हो कस्तोलाई हुन्छ डिप्रेसन भन्ने कुरा हो स्पेसल सोल्टी डिप्रेसन भनेको के हो कसलाई हुन्छ डिप्रेसन भन्ने कुरा हो क्या बहाना कहाँ बहाना भन्ने मिल्दैन नि बहानामै औषधि खान त मिलेन नि त होइन र सोल्टी के को बहाना भनेर सोध न के को डिप्रेसन बहाना भन्ने अनि बहानामै डिप्रेसनको औषधि किन बनाउने त फेरि हाम्रो सर चाहिँ सिङ्गल कन्याकुमार हुनुहुन्छ र धेरै कुरा ज्ञान छ उहाँलाई पछि चाहिँ अनि ठ्याक्क अनि हलगोरु बाँधिएपछि चाहिँ हराइछ बाना होइन रहेछ भन्दै भन्दै हरेक कुराहरू बोक्दै जानुहुन्छ भन्ने तर त्यस्तो नहोस् तपाईँलाई त्यस्तो नहोस् फेरि ससुराली हिँडे जत्तिकै छ झोला बोकै के तलदेखि आउँदा यतिको देख्ने भइसक्यो होइन झन् फाइनलमा पुग्दा कस्तो होला सबजनाले भ्यू हेर्दै हुनुहुन्छ उकालो आउँदाखेरि एकदम थाकेको सब हट होला होइन अहिले चाहिँ कस्तो फिल भइरहेछ यस्तो खतरा भ्यू हेर्दै अनि चट्ट आनन्द लिँदै यस्तै उकाली चढ्दै फाइनल डेस्टिनेसनमा भ्यू हेर्नलाई आइपुग्न लाग्यो। सबैजना थाकेको होला अब भ्यू हेरेर आनन्द लिने फाइनल्ली भोराक्सान अरे के नेसनल पार्क हेर्नु न कोरियन नेसनल पार्क यहाँ आएको हामी होइन यहाँ अब भ्यू हेर्ने ठाउँलाई चाहिँ आकाबोङ भन्ने रहेछ लेट्स सी यता जाने अब आउनुहोस् बल गर्नुहोस् थोरै मात्रै बल गर्ने साह्रो त परेछ नि दुःखपछि सुख आउँछ भनेको चाहिँ हो नि होइन स्पेसल सोल्टी हेर्नु त त्यस्तो चढेर आइयो यी लास्टमा क्या खतरा हो यार आमा म चाहिँ पहिले है डाँडामा जन्मिनु नि कति हेर्थेँ होला मैले होइन सोल्टी यो माथिको बादल नलाग्यो भए यो हो नि त भ्यू आइयो त दुःख गरेर आइयो नजाउँ भनेको केटाहरूलाई नि जाउँ क्या खतरा दामी छ क्या ल ओराक्सनको भ्यू चाहिँ यहाँ माथि आएर
हेऱ्यो सबैजनाले आफ्नो आफ्नो स्टाइलको फोटोसोटो खिच्यो होइन ग्रुपिङ फोटो पनि खिच्यो अब फेरि ओह्रालो लाग्ने होइन हामी अब यहाँ खाजा साजा खानु हुँदैन यो चाहिँ साउथ कोरियाको चाहिँ चुङचङ पुग्दोको चुङजो भन्ने ठाउँको बरक्सान नेसनल पार्कको लास्ट डेस्टिनेसन पोइन्ट रहेछ यहाँदेखि उता जान मिलेन सबैजना यहाँसम्म आउने अनि हेर्ने फर्किने रहेछ अब हामी फेरि ओह्रालो लाग्छौँ सबैजनाले हेरेर ओह्रालो फर्किँदै हो मुसोल्टी तपाईँलाई कस्तो फिल भयो आज बबाल भयो अनि तपाईँ त जान्न भन्दै हुनुहुन्थ्यो अन्त जान्न भन्नुहुन्थ्यो यस्तो मौका फेरि आउँदैन हिँड्नु भनेको नि त मैले त हेर्नु त ए उकाली ओह्राली खाने मान्छेको सुरै बेग्लै हुन्छ भनेको त्यही हो क्या ओ के खानु थालेछ त ल अब हाम्रो यहाँ खाजा पानी हो मार्छ हाम्रो ठाउँ चटपटे बनाइदिएको अब पेट्रोल सल्टीको पसिना निक्लिन्छ पेट्रोल सल्टी अब पसिना निक्लिन्छ नि त तपाईँको यही हो प्लेटमा होइन अलि तर्को भयो हो खानु मिल्दैन भन्छ होला तोरपेरले हेर्दैछ नहेरेपछि हामी पोका पारेर लान्छौँ ल तालगी खाने हेर्नुहोस् महँगो छ प्रेसर गरी देखाउँदैछ नहाल अहिले पसिना छुट्छ अलिक चर्को भयो मलाई त दामी हो क्या अहिले आएर पिरो भयो त सोचु यही हालेको थियो कहाँ हाल्छ गाडीमा तपाईँले ऊ के अरे बास्केटमा हाल्नु चटपटेमा मकै नि मिल्दो रहेछ त अनि यो कुन खालको पिरो आयो सुकेको अनि मटर हाल्दैन त चटपटे टिम्बुरको पिरो हो मलाई चाहिँ मन पर्दैन हौ त्यो पिरो सबको रमरमा खायो पोटमै हानेको रहेछ अहिले आएर जाडो भयो नि त बोलाइ यो अर्कै खालको पिरो हो मतलब खोर्सानी काटेको ठिक हुन्छ क्या
जिब्रो मात्रै पोल्डर टुप्पा मात्रै जिब्रै लाटा बनाइदियो त्यो अर्को चटपटेकोतिर त अर्कै हुन्छ नि त तिम्रो धुलो क्या बुढा तिम्रोको धुलो देसीको धुलो किनकि ऊ भयो नि त धेरै त्यो धेरैले भनेर ल्याएको नि त मैले थोरै बनाएँ नि त खोर्सानीले पिसाउँछ पिरोले यसले पिसाउँदैन र यसले काट्छ देखाम बिसायो नि मजा त हुनु पऱ्यो नि त हो बिसायो नि नबिसायो होइन खानेकुरा मजा त हुनु पऱ्यो नि त हो त्यो चाहिँ माछा मार्ने हो जस्तै छ त ढडिया जस्तै के हो मकै हो यो अनुभव चाहिँ पहिलोचोटि भयो काम चटपटे खाएर डाँडा पछि पछि त बिर्सी गइजान्छ हामी कहाँ कहाँ गयो के गरेर पनि यादै हुन्न दिमागमा याद हुन्छ कता कता डाँडाको गनी बिर्सिसके त त्यही भएर मसँग हिँडेको चाहिँ मेरो युट्युबमा क्याप्चर हुन्छ त्यो पुरै बिर्सिसक्यो भने त अनि कहाँ गयो भनेर पुरै डिटेल त्यही भएर मसँग हिँडेको चाहिँ नर्मल तरिका जस्तो छ त्यस्तै भिडियो चढिराख्ने हो पछि नि हेर्नु मिल्यो नि त होइन नखाउँ भने त्यहाँदेखि कम्ती गाडी हालेर बोल्दा बोल्दातिर हालिदिन्छ लु मलाई सकिन अब सिगान नपुसिने गरी भएछ हौ गोझोला मालुम स्ट्रबेरी खाइयो चिप्स खाइयो हामी पनि घर जानु पर्ने त होला यो के हो हाम्रो चटपटे खाइयो ठाउँको ठाउँ चटपटे बनाइयो होइन मकै चिरिने मकै ए उहाँ मकै पनि छ यस्तो दामी यो साह्रै दामी छ हौ मकै होइन कुकुरी रम यस्तो खतरा चढ्यो नि त हौ आम्मामा सम्झना बिर्सना साला लाला ल केयर गरेर हिँड्यौ नत्र गुडियो ल आम्माम खतरा बाटो हिँड्यो उकालोभन्दा ओह्रालो अब के माता सक्छु माता सक्छु पेसल सोल्टीको लास्टै माया लाग्छ क्या हौ मुसल्टीलाई हो र दामी छ क्या कस्तो खतरा बाटो क्या होइन जाडो भएर अहिलेको स्थिति यस्तो छ बाटो अप्ठ्यारो भयो नि ठाउँ ठाउँमा यस्तो सिनहरू देख्न पाइन्छ र मनै आनन्द हुन्छ त्यत्तिकै हिँडिहालिन्छ नि बाटोको स्थिति चाहिँ यस्तो छ फेरि आऊ हे आऊ माथि भ्यू हेरेर फेरि फेरि जहाँ अप्ठ्यारो त्यही गुरुङ हो क्या फेरि यो गुरुङ चाहिँ जता अप्ठ्यारो छ त्यतै हिँडिदिन्छ टाढो यताको भ्यू बाटो गाह्रो भएर के भएर होइन ठाउँ ठाउँमा यसरी हिँडिन्छ कहाँ जाडो हुन्छ अहिले त तातो भइसक्यो उकाली ओह्राले यस्तो
यस्तो बाटो क्या यता नि भिर यता नि भिर केयर गर्नु है सबैजना लडियो भने त मैले भेट्दिनँ नि कस्तो डेन्जर बाटो यस्तो छैन नि दामी छ नि तेरोसम्मको बाटो खतरा त यार आम्मा तेर्सो आएपछि सबै खुसी हुन्छ मर्छ नि हौ खतरा छ नि है तर मलाई त यस्तैहरू मनपर्छ र अप्ठ्यारो अप्ठ्यारो बाटोमा हाइकिङ त डेन्जर हुन्छ नि रमाइलो क्या सजिलोमा त के हाइकिङ र होइन हाइकिङ भनेको यस्तै होला नि हाम्रो त लगभग यो सेकेन्ड टाइम हो नि त होइन यस्तै जङ्गल गएको चाहिँ जङ्गलमा हिँड्दै मान्छेहरू यार आम्मा यस्तो छ तल चाहिँ माथि राम्रै भिड है तल कोही तल पुगिसक्यो तो जङ्गल हिँड्यो सक्छ त कसैले सक्दैन नि फेरि यस्तो खतरा बाटो सक्छ त कसैले सक्दैन नि फेरि कोही कोहीलाई यहीँ बस्नु कि ओर्ली हो न ओर्ली पुगिँदैन भन्ने भइसक्यो गाह्रो छ के आऊ साह्रो छ अब कसैलाई मासु नलागेर हैरान कसैलाई मासु लागेर हैरान गाह्रो छ त्यति सजिलो चाहिँ छैन नि ल गुरुङ गुरुङ हो क्या गुरुङ पूर्वको गुरुङ ल आऊ मजाले आऊ तर विक्रम आज विक्रमले रुखहरू ठाउँ ठाउँ रुखहरू नभएको केलाई समाउँथ्यो होला नि आज रमाइलो यसरी भ्यू हेऱ्यो त्यसपछि ग्रुपिङ फोटोहरू लियौँ आनन्द लियौँ एकदम रमाइलो भयो है नेक्स्ट टाइम फेरि भेटौँला सबैजना